नखेल्नु जुवा र तास धनको नाश जीवनको वनवास। यो भनाइ हामीले कति सुनेका छौं। यसले जुवा तासको असरबारे प्रश्न पार्छ नि, होइन? हो त नि। अनि नेपालमा त जुवातास खेल्नु खेलाउनु गैर कानूनी नै छ। यो त सबैलाई थाहै भएको कुरा भयो। तर यो गैर कानूनी त भयो, यसको लागि सजाय सधैँ एउटै थियो त कि समय अनुसार बदलियो? आज हामी यही कुरामा अलिक गहिरिएर हेर्दैछौँ। हामीसँग भएका केही स्रोतहरू छन्, तिनकै आधारमा कुरा गरौँ न। नेपालमा जुवातास सम्बन्धी कानून अनि सजाय कसरी परिवर्तन भयो? पहिले के थियो, अहिले के छ? ल सुरु गरौँ है त। गरौँ न। अब सुरुमा पुराना व्यवस्थाबाटै जाउँ। धेरै वर्षसम्म चल्यो त्यो जुवा ऐन 2020। त्यो ऐन अनुसार पहिलो पटक जुवा खेल्दा वा खेलाउँदा समात्यो भने जरिवाना जम्मा 200 रुपियाँ थियो। 200 रुपियाँ मात्रै? त्यो त अचम्मै कम रहेछ नि। खै त्यति जरिवानाले त के नै हुन्थ्यो र जुवा खेल्नेलाई, होइन? हो नि। खासै केही भएन, त्यसैले त यो पर्याप्त भएन भन्ने कुरा उठिरह्यो। हुन त दोस्रो पटक वा त्यसपछि समातिएमा चाहिँ बढीमा 9 महिनासम्म कैद हुन सक्ने व्यवस्था थियो। तर पनि समग्र